साँच्चै नै तपाईँ राष्ट्रभक्त हुनुहुन्छ भने तपाईँले सुदन गुरुङज्यूको यो कुरा सुनेर छाती गर्वले फुल्छ। साँच्चै लाग्छ कि राष्ट्रपा देश बनाउन आछ, जसरी भए पनि देश बनाउँछ। यो पहिला यो भिडियो पुरा हेर्नु त। गोर्खामा बजेट परेन अनि सुदनले बजेट पार्न सकेन, कपिलजीले बजेट पार्न सकेन। एउटा कुरा बुझ्नुपर्छ, हाम्रो थाल भर्दै गर्दाखेरि अर्काको थालमा कति छ भनेर हामीले हेर्नुपर्छ। अर्काको थालमा एक सिता छ भने हाम्रो थालमा फुलै राखेर हामीले चाहिँ ल हाम्रो चाहिँ पेट भर्यो किनभने हाम्रै समस्या ठुलो भने हामीले भन्नु हुँदैन। त्यो गोर्खालीको एउटा नजिर होइन जस्तो लाग्छ मलाई। गोर्खालीको एउटा नियत होइन जस्तो लाग्छ। गोर्खालीको छातीमा त्यस्तो छ जस्तो मलाई लाग्दैन। सुदूरपश्चिम छ, कति दुःख पाएको छन् उहाँहरूले पनि। तपाईँको त्यही अनुसारमा मधेस छ, मधेसले कति दुःख पाएको छन्। कर्णाली छ, कति दुःख पाएको छन्। र सबै कुरा बजेट हाम्रोमा मात्र राख्ने हो भने चाहिँ मेरो विचारमा गोर्खा चाहिँ बन्ला, देश चाहिँ बन्दैन। हामी देश बनाउने अभियानमा आएको, त्यही भएर देश बनाउनलाई हामी सबैजना मिलेर गर्नुपर्छ। अर्काको थालमा पनि मेरोमा छ भने के लाग्छ साथी तपाईहरुलाई? मलाई साँच्चै नै विश्वास भइरहेछ कि राष्ट्रपाले देश बनाउँछ। यस्तो यस्तो मान्छे राष्ट्रपामा छ भने बालेन शाह जस्तो, रवि लामेछाने जस्तो, सुदन गुरुङ जस्तो अरू धेरै मान्छेहरू यस्तो यस्तो मान्छे छ राष्ट्रपामा कि साँच्चै नै देश बन्छ। म पुरै विश्वासको साथ भन्न सक्छु कि देश बन्छ। हाम्रो यो देश 35 सालको बिग्रेको देश हो। 35 सालले बिग्रेको देश एक दिनमा बन्दैन, 2 महिनामा बन्दैन, 4-5 साल लाग्छ र बन्छ नै बन्छ। धेरै टाइम पनि लाग्दैन। तर यो 2 महिनामा हामी खोज्यो भने हुँदैन। 2 महिनामा केही हुँदैन। 2 महिनामा तपाईँ 10 लाखको मासिक 10 लाखको सेलेरी कमाए पनि 2 महिनामा तपाईँको जिन्दगी चल्ने होइन। त्यो 20 लाखले जिन्दगी चल्ने होइन। त्यही भएर थोरै होइन तर धेरै गर्नु भएको छ यो 2 महिनामा पनि। तर पुरै विश्वासको साथ भन्न सक्छु यस्तो मानसिकता, यस्तो मानसिक दिमाग र यस्तो सोच भएको मान्छे देश बनाउँछ भनेर पुरै आशा छ। धन्यवाद सुनिदिनु भएकोले।